Hi guys, welcome back to my channel. अनि आज चाहिँ शिवरात्रि सो मम्मीहरु चाहिँ अघि नै गइसक्नु भयो. यहाँ चाहिँ हाम्रो शिवरात्रि हुँदैछ. पूजा पनि भयो. भर्खरै मम्मीले टेक्स्ट गर्नु भएको थियो कि भर्खरै पूजा चाहिँ सक्यो भनेर. आई थिंक टाइम लाग्यो किनभने दिउँसै 12-1 बजे तिर त सकिन्छ कि भन्ने जस्तो सुनेको थिएँ मैले हैन. सो टाइम लाग्यो. सो अब चाहिँ हामी जाँदै छौं. हाम्रो देशभरि काम थियो. सो गाइस यहाँ प्रब्लम चाहिँ के भयो भन्दा मैले यो चप्पल लगाएको थिएँ. नर्मली मम्मीलाई र मलाई सेम चप्पल त्यो साइज मिल्छ हैन. हिँडे हैन खुट्टा अघि सर्छ. चेन्ज गर्नु पर्यो अरे बाटोमा गएर. त्यो टाढा त छैन हैन. तर त्यही पनि वरिपरि हिँड्नु पर्छ अनि त्यसपछि झ्याउ हुन्छ नि त. अनि जान्छु भनेर चाहिँ आएँ. हैन मैले फाइनली मेरो चप्पल चाहिँ चेन्ज गरिसकेँ हैन. यो भन्दा त त्यो नै कम्फर्टेबल थियो तर त्यो अगाडि सरेको मान्छे नि अगाडि हिँड्राछ चप्पल खुट्टा पनि अघि सरिरहेछ कि त्यो चप्पलको हुन्छ नि त्यस्तो भयो कि चिप्लियो अनि त्यही हो चेन्ज गरेँ. अनि मेरो साथी आउँदैछ अब यहाँ बस स्टपमा आउने बेला भइसक्यो होला. अनि उ र म सँगै जान्छौँ. अनि अहिले चाहिँ शिवरात्रि मनाउन थालेको पनि लाइक कति वर्षपछि हो नि त. बच्चामा गाउँमा मनाउँथ्यो एकदम रमाइलो हुन्थ्यो. अनि त कति वर्ष भइसक्यो. अहिले चाहिँ यहाँ अलि भव्य नै गर्नु भएको जस्तो लाग्छ मलाई. बिकज पण्डित बाजेहरू राखेर पूजा गरेर मम्मीले टेक्स्ट गर्नु भएको थियो भर्खरै पूजा सकियो भनेर. अनि जोस एकदमै रमाइलो हुन्छ जस्तो चाहिँ लागेको छ. तर लेट्स सी के हुन्छ. म चाहिँ हिँडिरहेको छु. बस स्टप चाहिँ त्यही हो हैन. बस स्टप चाहिँ त्यहाँ नै हो. अब आउँछ होला. लेट्स सी व्हाट ह्यापन्स. यो मान्छे लास्टै नगरे लजाउने होइन कि के हुँदैन कस्तो लजाको मैले कति बनाएर हालिसक्यो. ल नपत्ताको के त्यो हालिसकेँ. आमा बासँग बनाएर हालिसक्यो एउटा फनी भिडियो. तिमी फेरि मेरो साथी चाहिँ फाइनली आइसकेको छ हैन. तर ऊ पनि अब शिवरात्रि सबैजनालाई ह्यापी शिवरात्रि मैले नि भन्न बिर्सेको थिएँ. अनि ऊ चाहिँ अलि लजाउँछ तर मैले हुन्छ नि एकदमै ट्राई गरिरहेको छु लजाउने होइन है गर्नुपर्छ भनेर. तर अब त्यही हो मलाई पनि मोटिभेट गराउन. होइन सुरुमा त त्यस्तै हो लाइक मान्छेहरूले नि हेर्छ तर आई डोन्ट नो मा चाहिँ त्यहाँ कसरी बनाउँछ मान्छेहरू हुन्छ नि त. त्यही भएर ट्राई गर्छु. डरके आगे जिते अबि किन नबनाउने हो र चम्मा मान्छेहरू बनाउने क्या. रमाइलो छ है. अन्नी नमस्ते. मेरो भ्लग हो हाई भन्छु. मेरो भ्लग हो के मेरो भ्लग हेलो भन्दिनु हेलो भन्दिनु हेलो. यो म युट्युबमा राख्ने हो के युट्युबमा आउँछ के होइन अनि भयो खाने हाम्रो ठुली मम्मी भए चाहिँ हर हर महादेव कति वर्ष भएको मेरो छोरी हाम्रो छोरी चाहिँ हाम्रो ठुलो मम्मी अस्तिको आकृतिको मम्मी चाहिँ उहाँ हो. आकृति चाहिँ एकदम ढिलो गर्ने मान्छे भनेर भन्छु. अनि आकृति आमा म टाइममा आएको है आज टाइममा आएको साथीभाइले मम्मी आमा बिजी त यहाँ त्यस्तो रमाइलो भइरहेको ल हेर्नु है त. माथि पूजा है उहाँ चाहिँ हाम्रो बा है. हेर्दा हेर्नुहोस् ऊ त्यो रातो लाएर गाउँदै हुनुहुन्छ भन्ने बा. यता सेता लगाएको छ ड्याडी. सुख होला उनाइ रामलाई थाहा होला. दुःख 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 होला उनाइ रामलाई धेरै राम्रो छ. कति वर्ष बनाउनु पर्छ शिवरात्रि
कति पछि Gua thì bố nó rồi nhá rồi रमाइलो भइरहेको nên cái mai भिडियो बनाएको के थाहा भिडियो बनाएको के राख्नु पर्यो नि होइन त्यही भएर दर्शन गर्न आएको छौँ है माथि पूजा चाहिँ यसो छ अब हामी दर्शन गर्छौँ अब यहाँ फाइनल्ली होइन दर्शन गर्न आइसकेको छ यता चाहिँ यहाँ चाहिँ मण्डप त्यहाँ चाहिँ पुरै सरी आन्टी नमस्ते यिनीहरू चाहिँ ब्याक स्टेजमा नाच्नलाई तयार छन् लगाइ धेरै राम्रो नाच्यो अब नाच्थ्यो कि होइन गाडी लाइनमा छ होइन सालै आइरहेको होइन लाउनलाई अब यहाँ खतरा खतरा मान्छेहरू छन् यता बनाऊ है तिमीहरू कति खान्छौ हेर्नु पर्यो तिमीहरूलाई कति आउने ठिकै हाल न यहाँ चाहिँ हाम्रो साथीहरूले खाना हाल्दैछ नि हुन्छ 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 तिमीहरू धेरै धेरै खायो भने थाहा हुन्छ है सोतेर खाऊ के हो यो अचार अनि आलु केरा र काँक्राको अचार यता चाहिँ हाम्रो जुसहरू छ यिनीहरू कि ननाच्ने त्यही भएर म चाहिँ एकदमै सो गाइस सो अहिले चाहिँ अब हामी सबैजना बाहिर आएको होइन फोटोसोटो पनि खिचिसक्यौँ हामीले अनि त्यही हो कति बज्यो है 7 बज्न लाग्यो कि होइन खै कति बज्यो अब वी डोन्ट नो के 6:49 भइसक्यो अब थाहा छैन कति बेला घर जाने हो के गर्ने भित्र जान्छौँ मम्मीहरूलाई भेट्छौँ अनि वी विल सी के गर्ने भन्दा तर रमाइलो भयो नाच्ने त नाचेको छैन मैलेसम्म बिकज मेरो दुईजना साथीहरू ननाच्ने रहेछ म मात्रै भयो नि त तर लेट्स सी के हुन्छ अहिले पछि अब चाहिँ ऊ चाहिँ जान्छ अनि उसको नि थाहा छैन मेरो पनि थाहा छैन हामी हेर्छौँ के हुन्छ त्यही हो उहाँ चाहिँ हाम्रो भाइजू उहाँ चाहिँ हाम्रो भान्जी मेरो भ्लगमा फर्स्ट टाइम आउँदै हुनुहुन्छ मेरो भ्लग सुरु गरेको पनि धेरै त भएको छैन होइन तर पनि फर्स्ट टाइम आउँदै हुनुहुन्छ न त लास्टमा नै अनि त्यहाँ चाहिँ बा
अर्को दाई हुनुहुन्छ अनि सबै गफ गर्दैछौँ हामी चाहिँ अनि यहाँ चाहिँ खाँदैछौँ चिया तर होइन कस्तो फरक कालो चिया कस्तो फरक म पनि कालो खानै सक्दिनँ कि होइन अघि दुध चाहिँ खान सिकेको उसमा